धादिङ जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर 5 थापा कटेरी भन्ने ठाउँमा चाहिँ हिजो राति 82/6/19 गते राति चाहिँ अन्दाजी 8:30 बजेको समयमा एउटा अप्रिय घटना घटेको छ। एकजना 63 वर्षको आमालाई चाहिँ आफ्नै घरमा भएको कान्छा छोराले चाहिँ धारिलो हतियार प्रहार गरेर चाहिँ उहाँको चाहिँ हत्या भएको छ। यसमा चाहिँ जो मृतक हुनुहुन्छ, मृतक आमा राममाया कणेल वर्ष 63 को हुनुहुन्छ र उहाँको घरमा उहाँको श्रीमान सहित छोरीका चाहिँ दुईटा नातिनीहरू, नाति र भाइ एकजना 14 वर्षको भान्जा दुईजना रहेकोमा र कान्छो छोरा यो जुन अहिले प्रतिवादी हुनुहुन्छ उहाँ पनि सँगै हुनुहुन्छ र यो घटनाको सम्बन्धमा राति निज प्रतिवादीले आफ्नो आमालाई विवश तरिकाले हत्या गरेको अवस्थामा चाहिँ त्यहाँ स्थानीयहरूले खबर गरिसके पश्चात हाम्रो प्रहरी चौकीबाट चाहिँ सल्यानकोट प्रहरी चौकीबाट अथेसाको कमान्डमा टोलीहरू चाहिँ हामीले तुरुन्त मुभ गर्यौँ र पछि जिल्ला प्रहरी कार्यालयबाट म आफै स्वयं पनि प्रहरी टोली लिएर अनुसन्धानको लागि चाहिँ त्यहाँ खटेर गएको अवस्था हो। र यसमा प्रतिवादीले एकदम निर्मम पाराले चाहिँ जघन्य तरिकाले चाहिँ विवश तरिकाले चाहिँ हत्या गरेको अवस्था छ। जब तपाईहरु घटनास्थल पुग्नुभयो त्यहाँ पुग्दाखेरिको अवस्था चाहिँ कस्तो थियो? घटनास्थलमा हामीले पहिले नै सुझबुझ साथ चाहिँ हामीले, किनभने अब खुँडाको प्रहारबाट चाहिँ हत्या भएको र प्रतिवादीको चाहिँ पृष्ठभूमि पनि एकदम अराजक खालको आतंक सिर्जना गर्ने, गाउँमा पनि प्रतिवादी भनेपछि अन्य व्यक्तिहरू पनि डराउने र विभिन्न पूर्व अपराधमा पनि संलग्न भएको अवस्था रहेको देखिन्छ र प्रारम्भिक अनुसन्धानले नि त्यो कुरालाई पुष्टि गर्छ र हामीले चाहिँ स्थानीय प्रहरी र स्थानीय युवाहरूको सहयोगमा चाहिँ प्रतिवादीलाई चाहिँ नियन्त्रणमा लिइसकेको अवस्था हो र पछि थप अनुसन्धानको लागि चाहिँ टोली खटिसके पश्चात स्थानीयहरू त्यहाँ जम्मा हुनुहुन्थ्यो र घटनास्थलमा मृतकको चाहिँ शव र परिवारका व्यक्तिहरू हुनुहुन्थ्यो। हामीले प्रारम्भिक अनुसन्धानको सबै कामहरू चाहिँ सकिसकेका छौँ र अहिले चाहिँ हामीले चाहिँ मृतकको श्रीमानबाट जाहेरी दरखास्त पनि प्राप्त गरिसकेका छौँ र अन्य कानुनी प्रक्रिया चाहिँ अगाडि बढिरहेको अवस्था छ। विवश हत्या गरिएको रहेछ भन्नुभयो नि, त्यहाँको घटनास्थलको बारेमा थोरै बताइदिनुहोस् न। घटनास्थलमा चाहिँ धारिलो हतियार खुँडाको प्रयोग भएको छ र मृतकलाई चाहिँ एकदम क्षतविक्षत हुने किसिमले शरीर चाहिँ टुक्रा पारेको अवस्था रहेको देखिन्छ। भनेको अहिले एक्सप्लेन गर्नुपर्ने निकै गाह्रो अवस्था, कठिन अवस्था छ। प्रारम्भिक अध्ययन र घटनाको प्रकृतिलाई हेर्दाखेरि चाहिँ आफ्नै जन्म दिने आमालाई चाहिँ किन हत्या गरेको रहेछ भन्ने खालको कुरा चाहिँ के पाउनुभयो? अब हामीले प्रारम्भिक अनुसन्धानबाटै देखेका कुराहरूलाई नै मैले हजुर समस्या राख्नुपर्ने हुन्छ र यसमा त्यहाँको वस्तुस्थिति, त्यहाँको चाहिँ स्थानीयहरूको चाहिँ र घर परिवारको व्यक्तिहरूसँग गरिएको चाहिँ घटनास्थलमा बुझिएका कुराहरू र निजको पृष्ठभूमि समेतलाई हेर्दाखेरि निज व्यक्ति चाहिँ लामो समयदेखि चाहिँ अपराधिक क्रियाकलापमा संलग्न हुँदै आइरहेको, अराजक गतिविधि पनि गर्ने र पछिल्लो समयमा आएर ऊ चाहिँ दुर्व्यसनीको शिकार समेत भइसकेको अवस्था चाहिँ परिवारबाट चाहिँ खुल्न आएको अवस्था छ र हामी थप अनुसन्धानमा पनि छौँ र त्यहाँ प्रत्यक्षदर्शीहरूले बताएअनुसार चाहिँ ऊ चाहिँ अब लागु औषधको चाहिँ यो गाँजा सेवन बारम्बार गर्ने र त्यस्तै किसिमको चाहिँ अराजक गतिविधिमा चाहिँ पुनः संलग्न हुँदै आइरहेको अवस्था छ। हुन त दसैँको सम्मुखमा घटनास्थलमा रहेको चाहिँ अघिल्लो दिन मात्र प्रतिवादी काठमाडौँबाट आएको र लामो समय काठमाडौँमै बसोबास गर्ने भए तापनि पारिवारिक हिसाबमा चाहिँ उसलाई सुधार केन्द्रमा लैजाने र सुधार्न सकिन्छ कि भन्ने कुरा उठ्दा आवेशमा, उत्तेजनामा र दुर्व्यसनीको अवस्थामा चाहिँ गरेको प्रारम्भिक अनुमान चाहिँ प्रहरीले गर्छ। यस्ता घटनाहरू न्यूनीकरणका लागि चाहिँ जिल्ला प्रहरी कार्यालय धादिङले चाहिँ के गर्दै आएको छ र आगामी दिनमा चाहिँ के गर्नुपर्ने देख्नुहुन्छ यहाँले? अब यसमा यो अब प्रहरीको दुईटा पाटा हुन्छ, एउटा प्रोएक्टिभ पुलिसिङ र रिएक्टिभ। र अर्को हामीले के हुन्छ भने जो व्यक्ति अपराधमा संलग्न छन् तिनीहरूलाई बेलैमा निस्तेज गर्न सक्नुपर्छ र अहिले जुन सामाजिक विकृतिहरू जुन बढ्दै गइरहेछ, अहिले दुर्व्यसनीका कुराहरू, यो मनोविज्ञानमा प्रभाव परेका कुराहरू हैन, यो अब सँगसँगै डिप्रेसनका कुराहरू पनि छ। हामीले यस्ता कुराहरूलाई चाहिँ बेलैमा चाहिँ निराकरण गर्न सकिएन भने चाहिँ
र सामाजिक विकृति विसङ्गतिहरू यिनीहरूलाई पनि हामीले चाहिँ यो सामान्य हो, यसलाई चाहिँ हामीले चाहिँ सामाजिक संस्कारको रूपमा चाहिँ मानिरहेछ, यसलाई हामीले चाहिँ छोडिदिउँ यत्तिकै भन्ने किसिमले हामीले जानुहुन्न। यसमा चाहिँ म के भन्न चाहन्छु भने समाजभित्रका जुन हिडन क्राइमहरू छन् ती क्राइमहरूलाई चाहिँ बेलैमा प्रहरी समस्या चाहिँ ल्याउनुपर्छ, यो जनताको पनि दायित्व हो। यस्ता घटनाहरूलाई चाहिँ अब जस्तो मनोविज्ञानका कुराहरू, सामाजिक सुसुप्त अवस्थामा रहेका चाहिँ अपराधहरू लगायत पारिवारिक विचलनका कुराहरूलाई पनि समयमै निराकरणको बाटोतिर जान सक्यो भने चाहिँ अपराध चाहिँ न्यूनीकरण हुन्छ। अन्यथा यस्ता अपराधहरू चाहिँ अकस्मात देखा पर्ने, बढ्दै जाने अवस्थाहरू चाहिँ हुन सक्छ सर। हुन्छ, हस्, यहाँलाई धन्यवाद। थ्याङ्क यू सर।